हिजो चाहिँ म यस्तो गर्मीमा इटरी गएको सनग्लासेस बिना हावाले हानेर गर्मी यस्तै मरिनुको थियो। इटरी काम सकेर धरान आइपुग्दा आनन्द भएर मजाले फर्केँ। धरान आइपुग्दासम्म मेरो अनुहार यस्तो थियो। अनुहारबाट यति धेरै फोहोर निक्लिएको। त्यसपछि घर आएँ। घर आएपछि मेरो दरवाजाबाट सामान आयो। सामान रिसिभ गरेँ अनि हाम्रो प्लान भयो लिङ्गाबारी जाने। आमा छोरी रेडी भएर निस्क्यौँ। त्यहाँ पुगेपछि अब नानीहरूसँग गएको हामीलाई त अलिक कटेजहरू बस्ने खालको ठाउँ नै चाहिन्छ कि। अनि हामी चाहिँ गएर कता कता बस्ने ठाउँ छ भनेर एक राउन्ड पुरै खोज्यौँ। बस्ने ठाउँ भएकोमा फ्यान नहुने अनि अब टेबल कुर्सीहरूमा त हामी बस्नु मिलेन। अनि चिन बाहिर पर्ख्यौँ अनि कटेज खाली भयो। कटेज खाली भएपछि गयौँ अनि हाम्रो खानाहरू आयो। हामी चाहिँ 3 जना गएको थियौँ। 3 जना 2 जना नानीहरू गएको थियौँ। एक्कासी प्लान भएर त्यस्तो प्लानिङ गरेर गएको होइन, झट्ट प्लान भएर गएको। सक्सेस भयो। लास्टमा मिठो पिज्जा खाएर आयौँ।